हेलो नमस्ते गुड मर्निङ एभ्रिवान के छ खबर सबैजना कुशल मङ्गलै हुनुहुन्छ होला सबैजनाको दिन शुभ रहोस् भन्दै आजको दिनको सुरुवात गरौँ है साथीहरू हामी छोरी मान्छेहरू अहिले आजादी पाइसकेका छौँ आफ्नो खुट्टामा उभिने आफू सक्षम हुने त्यो वातावरण हामीलाई मिलिरहेको छ हामी अगाडि बढ्नको लागि हामी आफै स्वयं खुट्टा चाल्नुपर्छ र आफ्नो खुट्टामा उभिनुपर्छ आफूले नै सानोतिनो जे भए पनि काम गरेर आफू सक्षम बन्नुपर्छ। तिमी पैसा कमायौ भने तिमी उड्न सक्छौ यो समाजमा आफूलाई चाहिएको चिज आफूलाई गर्न मन लागेको चिज तिमीले सजिलै पाउन सक्छौ तर त्यो हुँदा हुँदै पनि तिमीमा सबै कुरा हुँदा हुँदै पनि अहिले देखिरहेको छु कि सानोतिनो कमजोरीले गर्दा हाम्रो समाजमा छोरी मान्छेको आफैले आफ्नै बेइज्जत भइरहेको छ। छोरी मान्छेले छोरी मान्छेको इज्जत उछाल्न रेस्पेक्ट गर्न भुलेको जस्तो लागिरहेको छ कि यदि तिम्रो श्रीमान बाहिर जान्छ अरू कुनै केटीसँग हिँड्छ अरू कुनै केटीसँग लाग्छ भने त्यो केटीको मात्रै दोष हुँदैन कि त्यहाँ श्रीमानको पनि दोष हुन्छ। गएर त्यो केटीलाई गाली गर्न साटो तिम्रो श्रीमानलाई सम्हाल्न सक्नुपर्छ कि तिमी चाहिँ श्रीमानलाई तिमीले त्यो केटीलाई गाली गर्दाखेरि नै तिमीले त्यो श्रीमानलाई जसरी संरक्षण गरिरहेको हुन्छ नि त्यो गलत हो। त्यसले तिमीलाई चिट गरेको हो केटीले तिमीलाई चिट गरेको होइन। त्यही भएर यो कुरा हामी छोरी मान्छेले बुझ्नुपर्छ। कसैले तिमीलाई चिट गर्दैछ धोका दिँदैछ भने अरू केटीसँग लागेर गर्दैछ भने चाहिँ त्यो केटी मात्रै गलत हुँदैन कि त्यसमा जति केटी गलत हुन्छ नि त्यति नै केटा पनि गलत हुन्छ। यो घटना यो विषयमा म किन बोल्दैछु भने हिजो शोभा पाठकको घटना देख्नुभयो नि त। महेश बस्नेतको श्रीमतीले आफ्नो श्रीमानलाई सुझाव सल्लाह दिने सम्झाउने साथमा गएर दोस्रो व्यक्तिलाई हातपात गर्नुभयो क्या। तर उहाँ पनि छोरी मान्छे हो नि त। एउटा छोरी मान्छेले अर्को छोरी मान्छेको हो उहाँ पनि गलत हुन सक्नुहुन्छ छोरी मान्छे पनि गलत हुन्छन् तर गलत एउटा मात्रै हुँदैन क्या त्यहाँ दुईटै हुन्छ बराबर भागीदार हुन्छ। छोरी मान्छे जति गलत हुन्छ नि छोरा मान्छे पनि त्यति नै गलत हुन्छ भन्न मात्रै खोजेको। त्यही भएर हामी छोरी मान्छेहरू आफ्नो खुट्टामा उभियौँ अगाडि बढौँ सक्षम हौँ आफूले आफूलाई माया गरौँ ध्यान दिउँ र आफू सक्षम भएर अगाडि बढौँ। ह्याभ अ गुड डे हजुरहरूको दिन शुभ रहोस्। फेरि भेटौँला नयाँ भिडियोका साथ। बाई।